सबैभन्दा प्रख्यात कविताहरूमध्ये एक हो र आज पनि हामी नेपालीहरूले यसलाई आफ्नो जीवनसँग जोड्ने गर्दछौँ। एउटा बुढी आमासँग उनका छोरा मदन र उनकी पत्नी मुना बस्थे। उनीहरू गरिब थिए तर एकअर्काको माया पाएर धेरै खुसी थिए। एक दिन मदनले सुन्छ कि मानिसहरू लासा व्यापार गर्न जाँदैछन्। उनी पनि आफ्नो परिवारको लागि केही पैसा कमाउन जाने कुरामा इच्छुक हुन्छन्। लासा व्यापार गर्न जाने कुरा मदनले मुनालाई सुनाउँछन्। अगाडि आउन सक्ने जोखिमको डरले मुना उनलाई नजान भन्छन्, तर मदनले कोमल स्वरमा उनलाई सबै ठिक हुनेछ, चिन्ता नलिऊ भनी सम्झाउँछन्। यसरी नै दिन बित्दै गयो। अन्ततः बिदाईको दिन पनि आइपुग्यो। मदनले मुनालाई अँगालो हाल्दै चाँडै नै पैसा र राम्रो भविष्य लिएर फर्कने प्रतिज्ञा गर्छन्। मदनकी आमाले भावुक भएर आँखाभरि आँसुका साथ भनिन्, हामीलाई छोडेर नजाऊ बाबु। तर मदनले नम्रतापूर्वक, म चाँडै फर्केर आउनेछु आमा, चिन्ता नगर्नुहोला। छोराको कर्तव्य र श्रीमानको धर्म पूरा गर्ने बाचा गर्छु भनेर मदन घरबाट बिदा भए। मदन व्यापारीहरूको समूहसँग जान्छ। उनको आकृति बिस्तारै टाढाका पहाडहरूमा हराउँदै जान्छ। मुनाले आफ्नो चोलाले आफ्नो आँसु पुछी चुपचाप उभिएर आँखाले पछ्याउन सक्नेसम्म उनलाई हेरिरहन्छन्। मदन र व्यापारीहरूको समूहले धेरै दिनसम्म लामो यात्रा गर्दै टाढाको गन्तव्यतिर पुग्न कठिन र दुर्गम बाटाहरू पार गर्दै जान्छन्। यात्रा अगाडि बढ्दै जाँदा मौसम खराब हुँदै जान्छ र हिमपातको साथै तीव्र हावा चल्नाले बाटो झन कठिन र खतरनाक बन्न पुग्छ। तर पनि मदन बजार पुगेर व्यापार गर्न सफल हुन्छ। फर्कने क्रममा मदनको स्वास्थ्य अत्यन्तै बिग्रदै जान्छ। उनलाई बिस्तारै हिँड्न पनि गाह्रो हुँदै जान्छ र उनी पछि पर्न थाल्छन्। व्यापारीहरू आफ्नो ज्यानको डरले मदनलाई त्यहाँ छोडेर अगाडि बढ्ने निर्णय गर्छन्। मदन अब एक्लो हिउँले भरिएको जंगलमा लम्पसार पर्छ। उसँग भएका केही थोरै सामानहरू च्यापेर आफ्नो परिवारसँग बिताएका सुखद सम्झनाहरू सम्झेर रुन थाल्छ। मदनले आफू बाँच्ने सम्पूर्ण आशा गुमाएर आफ्नो भाग्यलाई पनि त्यागिसकेका थिए। तब दुई दयालु तिब्बती गाउँलेले उनलाई भेटेर आफ्नो घर लगे र उनलाई मायाले हेरचाह गर्न थाले। त्यसै राति मदन चन्द्रमालाई निहाल्दै बसेको बेला उनलाई आफ्नो परिवारको यादले सताउँछ र मनले सहन नसकेर केही आवाज ननिकाली रुन थाल्छन्। अर्कोतिर मुनाको मन अटल रहन्छ कि मदन अवश्य फर्कनेछन्। पत्रहरू पठाउन नसके पनि उनले मदनलाई दिनहुँ पत्र लेखिरहिन्। अन्ततः आशाको एक किरण उनको मनमा उब्जियो जब उनले अन्य व्यापारीहरूलाई फर्किएको देखिन्। उनले आफ्नो श्रीमानको खोजी गरिन् तर उनलाई भेट्न सकिनन्। व्यापारीहरूसँग सोध्दा उनीहरूले मदनको उतै बाटोमा मृत्यु भएको समाचार सुनाए। मुनाले यो कुरा अस्वीकार गर्दै आज होइन, भोलि होइन, तर एक दिन आफ्नो श्रीमान आफ्नै परिवार कहाँ पक्कै फर्कनुहुन्छ भन्ने आशामा बसिरहिन्। दिन बित्दै गए। मदनकी आमा आफ्नो छोराको चिन्तामा बिरामी परिन् र गरिबीले गर्दा उनले उचित उपचार पाउन सकिनन्। अन्तिम समयमा पनि आँखामा छोरालाई अन्तिम पटक देख्ने आशा बोकेर उनी स्वर्गवासी भइन्। मुना उनको अन्तिम क्षणसम्म उनीसँग रहेर सेवा गरिरहिन्। अन्तिम संस्कार परिवारको जेठो छोरोले गर्ने परम्परा चलिरहेको छ भने पनि मदनको अनुपस्थितिमा मुनाले नै यो कर्तव्य पूरा गरिन्। उनले बाहिर आफ्नो साहस र अडान देखाइरहिन् तर भित्रभित्र उनको मन चिरिरहेको थियो। आमाको निधनपछि र मदनको कुनै खबर नहुँदा मुना एक्लै भइन्। उनले आफ्नो भोक मेट्नको लागि आफ्नो अमूल्य गहनाहरू पनि बेचिन्।
आफ्नो घरको एकहोर अन्धकारमा मुना मदनले गाउँदै गर्ने गीत गाउँदै बसिरहन्थिन्। उनले गाउँदा उनको स्वर एकदम पीडाले भरिएको, गहिरो विरह र शोकले भरिएको हुन्थ्यो, जसलाई अरू कसैले बुझ्न सक्दैन थिए। धेरै लामो समयपछि मदन पूर्ण रूपमा निको हुन्छ र प्रिय मुना र आफ्नो आमासँग फेरि भेट हुने तीव्र चाहना लिएर घर फर्कने संकल्प गर्छ। घरतर्फ हिँड्दै गर्दा मुनाको मुस्कान र कोमल शब्दहरूको सम्झनाले उनको मन भर्दै जान्छ। धेरै दिनको यात्रापछि मदनले आफ्नो गाउँ देख्छ। परिचित आगोको धुवाको बास्ना हावामा फैलिएको देखेर ऊ आफ्नो मुहारमा हाँसो राखी बाटो लाग्छ र बाटोमा एक्लो कागले आकाशमा उड्दै उनलाई घर फर्किएकोमा स्वागत गर्छ। जब मदन आफ्नो घर पुग्छन्, घरको हेरचाह गर्ने कोही नभएका कारणले घर धुलोले भरिएको थियो। घर खाली र निर्जीव अवस्थामा थियो। मदनले आफ्नो आमा र पत्नीलाई खोज्दै जाँदा एक छिमेकीले उनलाई, तिम्रा आमा र मुना तिमी फर्किने आशामा अन्तिम साससम्म बाटो हेरिरहे, तर दुर्भाग्यले तिमीहरूको मिलन लेखेको थिएन र दुवैको निधन भयो भने। यो कुरा सुन्नासाथ मदनको हृदयभित्र भयङ्कर भूकम्प जस्तो पीडा हुन थाल्यो र उनी भुइँमा लड्न पुगे। उनको मन हजारौं टुक्रामा चकनाचुर भयो र माया, प्रेम अनि साझा जीवनको अन्तिम नाजुक सम्झनाका रूपमा रहेको मुनाको सल उनले छातीमा च्यापेर भक्कानिएर रुन थाले। मदन एक शान्त पोखरीको छेउमा बसेर आफ्नो प्रतिबिम्ब हेरिरहे र भारी स्वरमा फुसफुसाए, मैले पैसा त कमाए, तर मैले त्यही पैसाको खोजीमा आफ्नो सुनभन्दा अमूल्य मेरो परिवार गुमाए। मदनले घरमा मुनाले मायासहित लेखिएका उनका अन्तिम शब्दहरू कोरिएको पत्रहरू भेट्छन्। मुनाको पत्रहरू पढेर मदनको आँखाबाट आँसुको नदी बग्न थाल्छ। उनले ती पत्रहरूलाई मन्दिरमा लगेर समर्पण गर्दै शान्तिपूर्वक जलाउँछन्। पत्रका ती मायालु शब्दहरू धुवासँगै मुनाको सम्झना बोकेर बिलाउँछन्। त्यस रात मदनले सपनामा मुनालाई कोमल मुस्कानले अनुहार उज्यालो पारिरहेको र फूलहरूले भरिएको बगैँचामा उभिएको देख्छन्। मुनाले मदनलाई, म यता शान्तिमा छु, तिमी हाम्रो चिन्ता नगर मदन भनी भनेको सपना देख्छन्। उनलाई सम्पत्ति खोज्न जाँदा आफ्नो जीवन, प्रेम र परिवार गुमाउनु परेकोमा धेरै रिस थियो। मदनले आफ्नो सम्पूर्ण सम्पत्ति मुनाको नाममा गरिबहरूलाई र मन्दिरलाई दान गरे। अब भने उसले बल्ल शान्ति पाउँछ। मदनले मुनाले मन पराउने गीत गाउँदै बिस्तारै पहाडतर्फ लाग्छ र प्रकृतिको अँगालोमा हराउँछ। उसको स्वर पनि हावासँगै मिसिँदै हराउँदै जान्छ र कसैले पनि थाहा पाएन कि ऊ त्यस दिनबाट कहाँ गयो।